हामी चाहिँ मुरा काट्न आइरहेको छु। यो चाहिँ मुराहरू हो। यो मुराहरू बोकेर चराएपछि हामीले गरेको पाप क्यान्सल हुन्छ होइन? यो मुराहरू चराएपछि हामीले गरेको पाप क्यान्सल हुन्छ त होला। हामीले गरेको पापहरू चाहिँ माफी हुन्छ है। यसरी मुरा गरेपछि हामी यता बिहानै आएर यस्तो सिमसिम पानीमा टक्क लाएर हामी तिनजना म अङ्कलहरू आएर मुरा चाहिँ आज मुरा काटेर आज चाहिँ घर लाग्ने है। यसरी बोक्छौँ मैले अनि अङ्कलले एउटा अङ्कल माथि गइसक्नु भयो। हामी चाहिँ अब मुरा बोकेर जाँदैछौँ घरमा। उकालो ल्याउ छाता म ल्याउँला त्यही त गाह्रो छ। त्यही भएर पाप चाहिँ नगरौँ है। जति सक्दो धर्म गरौँ। यसरी दुःख गर्नु पर्दैन, गल्ती नगरौँ है। त्यही भएर सकभर हामी चाहिँ गल्ती कहिल्यै पनि नगरौँ, सकभर राम्रो गरौँ है। यो सजाय चाहिँ हामीले गरेको होइन, हाम्रो पुर्खाहरूले पहिलाको पुर्खाहरूले गरेको हो। त्यही भएर अबदेखिको पछिल्लो जेनेरेसनका मान्छेहरूले जानेर बुझेर पनि त्यस्तो गल्ती नगर्नु होला है।